तपाईहरुले निर्वाचनमा हामीलाई भोट दिनुभयो। काङ 1 नम्बर क्षेत्रले 42,400 कति 600 जै केही मतहरु तपाईले दिनुभएको छ। अब तपाईहरुलाई धन्यवाद दिन आएको हुँ। आफ्नो ठाउँबाट गर्नुपर्ने जति सबैले हामीले सहयोग पनि पायौँ। अब चाहिँ काम गरेर तपाईहरुलाई संतुष्ट बनाउने काम हाम्रो हो। अब सदनमा गइसकेपछि सदनमा बोल्ने कुराहरू, विभिन्न मन्त्रालयमा पहल गर्ने कुराहरू र दाङ क्षेत्र नम्बर 1 का समस्याहरू मैले नबुझेको पनि होइन, मसँग सबै कुराहरू टिकेर राखेको छ। त्यसलाई क्रमशः पुरा गर्दै जाउँला। यो मैले अहिले भर्खर यो स्वास्थ्य र फेरि चाहिँ शिक्षाको कुराहरू पनि आएको छ। यो पुलको कुरा पनि आएको छ। पुलको कुरा मेरो चाहिँ पहिले नै तपाईहरुले भन्नुभन्दा पहिले नै त्यो पुल चाहिँ बनाउनुपर्छ भन्ने मलाई लागेको छ यो कुराहरू, किनभने यो धेरै वर्ष पुरानो भयो। कहिले चाहिँ यो पुल जीर्ण अवस्थामा हुँदाखेरि पछि गएर कुनै दुर्घटना हुने सम्भावना पनि हुन्छ। यसलाई यो पुल सँगसँगै त्यो पुल बनाउने बेलामा त्यो नहरमा पानी जाने व्यवस्था पनि सँगसँगै गर्नुपर्छ भन्ने कुराहरू चाहिँ मैले सोचिसकेको छु। त्यस कारणले तपाईहरुले पनि कुरा राख्नु भएको छ, माग राख्नु भएको छ। त्यसलाई सम्बोधन गर्ने कुराहरू कहाँ कुन ठाउँमा गएर चाहिँ तपाईहरुको चाहिँ मागहरू सम्बोधन गर्न सकिन्छ म एकदम लाग्छु। अब यो लागिसकेपछि कति काम गर्न सकिन्छ तपाईहरु देखिहाल्नुहुन्छ। यति कुरा राखेँ। सबैलाई फेरि धन्यवाद।